नमस्ते सबैजनालाई। सो आज चाहिँ मेरो अचानक सडन प्लान चेन्ज भएर चाहिँ चाउमिन बनाउन आँटेको थिएँ हैन। अनि मेरो हस्बेन्डले फोन गरेर दही ल्याउँदैछु भन्नुभयो हैन। त्यही भएर चाहिँ उसलाई चाहिँ आलु पराठा खान मन पर्यो रे दहीमा चाहिँ। अनि त्यही भएर चाहिँ म यहाँ आलु पराठा बनाउन आँटेको हैन। सो हेर्दै जानुहोस् आजको मेरो आलु पराठा स्पेशल कस्तो बनाउँछु हैन। कमेन्ट गर्नु होला गाइस। फर्स्टमा चाहिँ आटा लिए हैन, दुईजना हो, कम्ती आटा लिए। अनि कम्ती कम्ती पानी हाल्दै मुछ्दैछु हो। अनि हल्का टेस्टको लागि चाहिँ नुन पनि हाल्छु म चाहिँ हो। तपाईहरुले अब तपाईहरुले कस्तो बनाउनुहुन्छ हैन। म चाहिँ यसरी बनाउँछु। यो डोला चाहिँ पराठाको लागि चाहिँ पहिला गिलो गिलो मुछ्यो भने चाहिँ फुट्दैन हो। अनि त्यही भएर चाहिँ म चाहिँ गिलै मुछ्छु। आलु हालेर राम्ररी बेल्नुको लागि चाहिँ। सो गाइस, डो पनि रेडी भयो पराठाको लागि। आलु पनि रेडी भयो। यो बोइल्ड आलु हैन। अब चाहिँ यसलाई केलाउनु पर्ने हुन्छ। अनि अब म चाहिँ केलाउन आँटेको। सो गाइस, अब चाहिँ यहाँनिर मैले प्याज हाल्न आँटेको हैन। तपाईहरुको आलुको अन्दाजले चाहिँ प्याज हाल्न सक्नुहुन्छ हो। हामी चाहिँ मैले चाहिँ कम्ती आलु खाने गर्दाखेरि चाहिँ मैले चाहिँ एउटा ठुलो आलुलाई लिएँ हो। अनि यसलाई चाहिँ सो गाइस, पराठाको लागि आलु पनि रेडी भयो। अनि यसमा चाहिँ मैले प्याज हालेको छु हैन, नुन हाले, अनि अलिकति पिरो हालेको छु। अनि जति तपाईहरुले खान सक्छ त्यति नै हाल्न सक्नुहुन्छ। अनि धनिया हाल्दा पनि हुन्छ, तर धनिया थिएन नि मैले चाहिँ धनिया हालिन। अलिकति जिन्जर अदुवा पनि हाले हो। अनि अब रेडी भइसक्यो मेरो चाहिँ यो पराठाको लागि। अनि यहाँ मेरो डो पनि रेडी भयो। अब चाहिँ म आलु पराठा बनाउँछु। सो गाइस, अब चाहिँ म पराठा बनाउन आँटेको हैन। सबैको बनाउने तरिका आफ्नो हुन्छ हैन। म चाहिँ यसरी बनाउँछु पराठालाई। गाइस, मैले चाहिँ यसरी रेडी पारेँ हैन। अनि बिस्तारै बिस्तारै डल्ला ठुलो पार्नुको लागि चाहिँ इजी हुन्छ। त्यही भएर चाहिँ म चाहिँ यसरी बनाउँछु पहिला। तपाईहरुले बटर पनि हाल्न सक्नुहुन्छ। अनि म चाहिँ बटर चाहिँ त्यस्तो मन पर्दैन, त्यही भएर चाहिँ अहिले तेलमै फ्राई गरेको, तेलमै डालेको। रेडी भयो। सो गाइस, आज चाहिँ हामी डिनर गर्न आँटेको दही र पराठा। कस्तो भएछ पराठा? दामी। अब काम गरेर 10 बजीतिर यस्तो मिठो खाना पाउँदा खुसी लाग्छ। दही पनि चिसो मिठो रहेछ। मैले त थुक्पाको गरिसकेको नि नुडल्स।
बोल गरिसकेको अब कति हाल्दैछ हौ दही त मिठो रहेछ यो दही है